हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को मिनी ब्लगमा। अनि आजको भिडियो चाहिँ मैले किचनबाट नै स्टार्ट गरेँ। आज चाहिँ मेरो भान्सामा के पाक्दैछ भने आज चाहिँ मैले चिकन बनाउँदैछु। अनि आयो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मलाई चाहिँ अलि सन्चो छैन कि टन्सिलले सताइरहेछ। यो चिकनलाई चाहिँ मजाले तेलमा फ्राई गरेँ फर्स्टमा मैले चाहिँ। अनि त्यसपछि जिरा धनियाँको पेस्टलाई टमाटरसँग मिक्सरमा पिसेर चाहिँ मसला बनाएँ मैले। अनि यसलाई चाहिँ एकछिन पाक्न दिनु पर्यो नि त। अनि मैले एकछिन छोडेर चाहिँ साग पखाल्न गएँ। साग भने त खानु पर्यो, स्वास्थ्यको लागि राम्रो पनि हो। अनि हेर्नु न गाइस, आजभोलि चाहिँ हाम्रोतिर मौसम यस्तो गर्दैछ कि पानी पर्दैछ, 1-2 दिन भयो है। अनि मौसम पनि छिनछिनमै चेन्ज हुन्छ भने एकछिनमै घाम आउला जस्तो गर्छ, एकछिनमै हावाहुरी आएर पानी पुरै पर्छ। आज चाहिँ अहिलेसम्म घाम आएको छैन भने यो चाहिँ बिहानको 8 बजे हो। अनि मसला पनि पाक्यो। त्यसपछि मैले यसमा रस हालेँ। आज चाहिँ चिसो छ नि त मौसम पनि, अनि ढुगाखोकी लागिरहेछ, त्यसैले चाहिँ झोल खाने विचार गरेँ मैले चाहिँ। अनि यो सागलाई हजुरकोतिर के भन्नुहुन्छ? यो सागलाई चाहिँ मेरो माइततिर चाहिँ मातेको साग भन्नुहुन्थ्यो मम्मीहरूले, अनि यतातिर चाहिँ लत्ते भन्दो रहेछ। ठाउँअनुसार चाहिँ भाषाहरू पनि फरक फरक हुने भने एउटै चिजको चाहिँ छुट्टा छुट्टै नाम हुने क्या। अनि रेडी भयो चिकन पनि। अनि सबै खानाहरू रेडी बनाएर चाहिँ म गएँ रुमतिर। अनि आज चाहिँ म अलिक ढिलो उठेको थिएँ नि त सन्चो नभएर, अनि हतार खाना पकाउन लागिहालेको थिएँ मैले चाहिँ। अनि मेरो बेडहरू चाहिँ त्यत्तिकै छोडेको थिएँ कि, हुन त मैले बिहान उठ्नु बित्तिकै मिलाउँछु, आज चाहिँ ढिलो भएर यत्तिकै छोडेँ। अनि सबै सफा गरिसकेपछि चाहिँ लाग्यो म कपडा धुन। कपडा त धुनै पऱ्यो गाइस, लुगा त लागिरहेछ, त्यही पनि के गर्नु, कपडा चाहिँ धुनै पर्ने थियो। अनि कपडा धोएर सकेपछि चाहिँ मौसम हेर्नु न, फेरि पानी पर्न लाग्यो हाम्रोतिर चाहिँ। अनि यो चाहिँ अघि बनाएको खाना। बाई बाई गाइस, फेरि पनि अर्को भिडियोमा भेटौँ।